हेलो फ्रेंड्स, स्वागत छ आजको यस भिडियोमा। आजको यस भिडियोमा हामी चाहिँ चर्चा गर्नेवाला छौँ हामी जति पनि मेहनत गरेर पनि विद्यार्थीहरू चाहिँ शिक्षक सेवा आयोगमा किन फेल हुन्छ त्यसका 9वटा महत्त्वपूर्ण कारणहरू छन्, जसको चाहिँ हामीहरू स्टेप बाइ स्टेप हेर्ने छौँ अगाडिको भिडियोमा। त्यसैले यस भिडियोमा चाहिँ तपाईले अन्तसम्म हेर्नु होला के कारणले गर्दा विद्यार्थीहरू जति पढाइ गरे पनि चाहिँ शिक्षक सेवा आयोगमा नाम निकाल्न सकेका छैनन्। यसका रिजनहरू के छ तल 9वटा पोइन्टमा म राखिदिएको छु। तपाई यो भिडियोलाई अन्तसम्म हेर्नु होला। साथै तपाई सुरु गरौँ। सबभन्दा पहिला सिलेबसमा नै ठिकसँग नबुझ्नु भनेको सिलेबसमा के पढ्ने हो। हामीलाई शिक्षक सेवा आयोगको जस्तै निमाविको हो कि माविको हो भने त्यसको अनुसार हामीले चाहिँ सिलेबसमा के पढ्नु हो त्यसको बारेमा हामीलाई पनि ज्ञान हुनुपर्छ। कुन च्याप्टरबाट कति मार्क्सको आउँछ, सिलेबसमा के छ त्यसको राम्रै ज्ञान हुनुपर्छ। जस्तै कि टीएससी को अफिसियल सिलेबस के छ, निमावि जे भए पनि पूरा हेरेर नपढे आफ्नो मनले महत्त्वपूर्ण लागेका च्याप्टर मत पढ्नु। के युनिट त एकदम गहिरो जानुपर्ने हुन्छ तर त्यति ध्यान नदिनु। यस्ता कारणहरूको कारणले चाहिँ हामीहरूको चाहिँ शिक्षक सेवा आयोगमा नाम निस्किँदैन। त्यसैले हामीलाई सिलेबस के हो त्यसलाई ठिकसँग बुझ्नुपर्छ। त्यस्तै हामीहरूको दोस्रो गल्ती के हुन सक्छ भने पुराना क्वेश्चन प्याटर्न नहेर्नु र ओमा सिट गलत भर्नु भनेको पुराना के कस्ता क्वेश्चनहरू आइसकेछ सोधिसकेछ त्यस्तो क्वेश्चनहरू नहेर्नु। अनि ओमा सिटमा के कस्ता गल्ती हुन सक्छ हेर्न। अघिल्लो वर्षको टीएससी मोडल क्वेश्चन सेट, ग्यास पेपर वा लाइसेन्स इक्जामको प्याटर्न नहेरी बस्नु। जे आउँछ त्यही पढेर हेर्नु। कतिपय विद्यार्थीहरू त हेर्छु कि युट्युबमा चाहिँ ट्युटोरियल जे शिक्षकले पढाइदिएको हुन्छ त्यही पढेर गएछन्। त्यसैले नाम ननिस्कनु। साथै हामीहरूलाई सबैभन्दा इम्पोर्टेन्ट चाहे हामीलाई चाहिँ त्यो पढेको होस् सिलेबस या नपढेको होस्, तर हामीलाई सबभन्दा इम्पोर्टेन्ट कुरो के छ भने हामीलाई ओमार सिट राम्रोसँग भर्न आउनु पर्यो। जसमा चाहिँ साथैमा ओमार सिटमा नाम सिम्बल कसैले राम्रोसँग भर्न आउँदैन, सब्जेक्ट कोड के हो त्यो पनि भर्दैन, सेट कोड के हो वा त्यो बबल भनेको त्यो गोलो लगाउनमा पनि कतिजनाले गर्दा के हुन्छ मिस्टेक गर्नुहुन्छ। त्यसैले यस्तो गल्तीहरूलाई सुधार गर्नुपर्छ। त्यसपछि नबुझी रट्टा लगाउनु। जस्तै कुनै पनि कुरा नबुझेर त्यतिकै रट्टा लगाएर गइहाल्नु। जस्तै कुनै अब मल्टिपल चोइस क्वेश्चन हुन्छ हैन, शिक्षक सेवा या शिक्षक सेवा आयोगमा लाइसेन्सको लागि, त्यसमा के भन्ने कि राम्रोसँग नपढिकन त्यतिकै गइहाल्ने हैन। धेरैले थ्योरीलाई शब्द कन्ट गर्छन् तर कन्सेप्ट नबुझ्ने। अब थ्योरी के हो त्यही पढाइको सिलेबसमा थ्योरी के हो पढिहाल्छन्, कन्ट गरिहाल्छन्, के एक्ज्याक्टली थाहै हुँदैन। टीएससी को प्रश्न के हो मात्र होइन किन कसरी लागू हुन्छ उदाहरण दिनु। जस्ता कुरा सोधे भएकाले केवल याद गरेकाले उत्तर मिल्दैन। यो त्यस्तो खासै छैन। यो चाहिँ अब हामीहरूको यो वस्तुगत नभएर विषयगत प्रश्न त गइहाल्यो। त्यसपछि हामीले के अझै फोकस गर्नुपर्छ, शैक्षिक साइकोलोजी, पेडागोजी र टिचिङ मेथडलाई हल्का लिनु हुँदैन। जस्तै कि निमावि लाइसेन्समा सब्जेक्ट मात्रै होइन, शिक्षण विधि कस्तो हुन्छ त्यसको बारेमा पनि अध्ययन गर्नुपर्छ। बाल मनोविज्ञानको बारेमा पनि अध्ययन गर्नुपर्छ। क्लासरुम म्यानेजमेन्ट कसरी गर्ने त्योसँग सम्बन्धित विषयवस्तुलाई हामीले राम्रोसँग पढेर जानुपर्छ। ठिक छ। त्यसपछि हाम्रो पाँचौं गल्ती के हुन सक्छ भने ल्याङ्ग्वेज र ट्रिकली वर्ड नबुझ्नु। अब जस्तै कुनै शब्दहरू हुन्छ हैन सेम टु सेम, त्यस्तो खालको शब्दहरू नबुझेकन एक्ज्याक्ट मिनिङ के हो त्यसको कारणले पनि विद्यार्थीहरू चाहिँ रङमा टिक लगाएर बेस्ट एन्सर जस्तो घुमाउरो शब्दहरूमा रङमा टिक लगाएर चाहिँ आउँछन्। त्यो पनि एउटा गल्ती हो जसको कारणले चाहिँ शिक्षक सेवा आयोगमा निमावि वा माविताको विद्यार्थीहरूले नाम निकाल्न के हुन्छ गाह्रो हुन्छ। यो पनि एउटा रिजनै थियो किन विद्यार्थीहरू फेल हुन्छन्। त्यस्तै नियमित रिभिजन नगर्नु। अब एकपटक पढेर छोड्नु, अन्तिम समय मात्र हेर्ने बानी विद्यार्थीहरूको हुन्छ कतिपय विद्यार्थीहरूको। त्यसपछि टीएससी लेभलको इक्जाममा डेफिनेसन, थ्योरी, इयर प्रिन्सिपल, मेथड अरे बारम्बार रिभाइज नगरेसम्म याद रहँदैन। जस्तो अब कसले कुन भनाइ हो, कसको प्रिन्सिपल के हो, कसको डेफिनेसन के हो, जस्तै शिक्षा सम्बन्धी के भन्छ कसले चाहिँ के प्रिन्सिपल दिनुभयो थियो त्यसको बारेमा पनि नलेज नभएको कारणले गर्दा विद्यार्थीहरू फेल हुन्छन्। त्यस्तै 50वटा प्रश्न 1 घण्टामा सल्भ गर्नुपर्ने तर टाइम म्यानेजमेन्ट नहुन पनि सक्छ। लाइसेन्स एमसिक्यूमा पूर्णतः 50वटा प्रश्न 60 मिनेटमै सक्नुपर्छ। तर अभ्यास नहुँदा सजिलो प्रश्नमै धेरै समय लगाइहाल्छन्। कहिलेकाहीँ विद्यार्थीहरू कठिन प्रश्नमा अड्किहाल्छन्।
अन्तिमको प्रश्न हर भनेको चाहिँ हतारमा बिर्सिहाल्छन्। कसैले चाहिँ एउटै प्रश्नमा चाहिँ त दुईटै गोलामा चाहिँ दुईटै गोलालाई चाहिँ के भन्छ कालो मसीले भरिदिन्छ, त्यस्तो पनि मिस्टेक हुन्छ। त्यसपछि परीक्षा अघि नै विद्यार्थीहरूलाई टेन्सन हुन्छ, कन्फिडेन्स सेल्फ कन्फिडेन्स कम हुन्छ कि परीक्षामा गएर के हुन्छ के हुँदैन, फेल हुन्छ कि पास हुन्छु। त्यस्तो कारणले पनि एउटा चाहिँ यो पास हुनमा यो पनि एउटा भनेको गल्ती हो, कारण हो, जसको कारणले पास हुन मुस्किल हुन्छ। एन्जाइटी भइरहेको छ विद्यार्थीहरूले एक्जाममा पुगेपछि, दिमागै जस्तो एकदम खाली भइसकेको छ, केही पढेको छैन। त्यसपछि यसमा के हुन्छ, योजना बिना कुनै योजनाको पनि पढाइ गरेको हुन्छ, डेली प्लान बनाएकै हुँदैन, त्यतिकै हावातालमा गएर एक्जाम दिएर आउनुहुन्छ। तपाईँहरू चाहिँ अब भन्नुहुन्छ कि मैले सबै मार्क लगाएर आएको छु अनि फेल भइहाल्नुहुन्छ। यही सबै गल्तीको कारण 9वटा गल्तीको पोइन्टको कारण चाहिँ कुनै पनि विद्यार्थीले शिक्षक सेवा आयोगमा नाम निकाल्न के भन्छ गाह्रो हुन्छ। त्यसैले यस्ता सबै इम्पोर्टेन्ट पोइन्टहरूलाई तपाईँ चाहिँ सम्झनु होला, बुझ्नु होला। यो भिडियो अन्तसम्म हेरिदिनुको लागि तपाईँलाई धेरै धेरै धन्यवाद। आजको लागि यति मात्रै। तपाईँलाई के कुरो यहाँ अच्छा लाग्यो, राम्रो लाग्यो त्यो तपाईँ कमेन्ट गर्नुहोला र साथसाथै च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानल सब्स्क्राइब गर्न नभुल्नुहोला। हस्, धन्यवाद। जय नेपाल।